सो गाइस वेलकम टु माई मिनी ब्लग। अनि आज म दार्जिलिङदेखि सिधै भएर नेपाल जान्छु है। म नेपाल जानुपर्ने थियो अनि फेरि मलाई मम्मीले छोड्नु माथिसम्म जान्छु भनेर भन्नुभयो, किन मेरो झोला बेसी थियो। तपाईँले देख्न सक्नुहुन्छ। अनि हाम्रो गाउँदेखिको मर्निङको सनराइज एकदमै दामी देख्छ, तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँबाट मैले मम्मीलाई बाई भनिसकेपछि मम्मीलाई छोडेर जानु कस्तो माया लाग्दै थियो मलाई, तर के गर्नु जानै पर्थ्यो मलाई नेपाल कामले। त्यहाँ माथि गएर आसुलाई बाई भने, त्यहाँबाट फेरि काकाको रेस्टुरेन्टमा पसेँ। काकाले पनि बाई भन्नुभयो, राम्रोसँग गएर आउनु भन्नुभयो। त्यहाँबाट मेरो अगाडि गाडी रेडी नै थियो, भ्यान हो, अघुको भ्यान रेडी नै थियो। म गएर फेरि गाडीमा चढेँ अनि गाडीमा चढेपछि एकछिन बसेँ, वेट गर्नु पर्यो मलाई। त्यहाँबाट फेरि गाडी हिँडिहाल्यो। त्यहाँबाट फेरि सुकिया पुग्यो हामी। सुकिया पुग्दासम्म म टाउको पुरा दुखिरहेको थियो। म त्यत्तिकै आँखा चिम गरेर बसेँ। त्यहाँबाट एकछिन पछि हामी पशुपति पुगेपछि अघु पुरा हाँस्नु हुँदै थियो। मैले त्यो दैलो खोल्न सकेन भनेर, त्यहाँ किन मेरो बेग थियो नि त कि। अनि त्यहाँ फेरि अघुले मेरो बेग बोकिदिन्छु भनेर चाहिँ बिचारा अघुले बेग बोकिदिनु भयो पर पशुपति फाटकसम्म। अनि त्यहाँ पशुपति फाटकसम्म मलाई छोड्नु जानुभयो। पशुपति फाटकभित्र छिरिसकेपछि तपाईँको त्यहाँ आजकल चेकिङ हुँदो रहेछ। तपाईँको चेकिङ के हुन्छ भन्दाखेरि तपाईँको त्यहाँ नागरिकता भोट कार्डहरू सब चेक गर्दो रहेछ। त्यहाँ चेक गरिसकेपछि त्यहाँबाट अघु पर उभिरहनु भएको थियो झोला बोकेर बिचारा। अघुबाट झोला लिइसकेपछि त्यहाँबाट ठिक्कै मैले बिर्तामोड गाडी पनि पाएँ। बिर्तामोड गाडी पाएपछि त्यहाँ एकछिन बाहिर निस्केर घाम तापेँ, किनभने मलाई पुरा जाडो भइरहेको थियो। त्यहाँबाट एकछिनमा गाडी पनि निस्क्यो। अनि गाडी हिँड्दा फेरि मेरो पुरा टाउको दुखिरहेको थियो, तर म त्यत्तिकै बसिरहेँ। त्यहाँबाट एकछिनमा हामी कन्याम भन्ने जग्गा पुग्यो। तपाईँ थाहै छ कन्याम भन्ने जग्गा के हो भनेर। त्यो जग्गामा चाहिँ धेरै टाढाबाट मान्छेहरू घुम्न आउँछ, यहाँको भ्यू पोइन्टहरू हेर्न आउँछ, किनभने दामी छ नि त यहाँको भ्यू पोइन्ट। त्यसपछि फेरि म गाडीमा अङ्कलहरू गफ सुन्दै हिँडेँ। मजा आयो अङ्कलहरू गफ सुन्नु। फर्स्ट टाइम होला मैले एयरपोर्ट नलगाइ गफ सुन्दै हिँडेको। त्यहाँ तल चारेलदेखि माथिनिर हाम्रो गाडी रोक्यो। त्यो गाडी रोक्दा फेरि मेरो टाउको चाहिँ पुरा दुखिरहेको थियो। ड्राइभरले चाहिँ खाजा खानु रोकेको थियो, तर मैले प्यारासिटामोल निकालेर त्यहाँ मैले पानी पनि किनेँ। अनि पानी किनेर चाहिँ मैले दबाई खाएँ। दबाई खाएपछि मलाई अलिकति रिलिफ भयो। त्यहाँबाट एकछिन पछि हामी पुग्यौँ सिधै बिर्तामोडको बस पार्क। बिर्तामोडको बसमा पुगेपछि मैले टिकट काउन्टर खोजेर चाहिँ त्यहाँबाट टिकट काटेँ। अनि टिकट काट्दा फेरि दाइले त्यहाँनिर सोध्नु भयो मलाई कहाँबाट आउनु भएको भनेर। मैले झोलाहरू पुरा लिएर आएको थिएँ। अनि त्यसपछि टिकट मेरो हातमा आइसकेपछि मलाई जानुपर्ने थियो टोइलेट। अनि टोइलेटमा जाँदा फेरि ठिक्कै त्यहाँनिर अलरेडी को मान्छे थियो। अनि मैले त्यहाँनिर साउन्डहरू पुरा सुनेँ होइन, हाँसुर्दो। त्यसपछि मलाई सगत मल्लको मुभीको डायलग याद आयो। तपाईँ थाहा छ कुन चाहिँ मुभी भनेर? सगत मल्लले एउटा मुभीमा डायलग हानेको छ नि, यो कुन हगाई हो रे दादा। त्यसपछि गएर म एउटा रेस्टुरेन्टमा पसेँ, तर मलाई खाना खानु चाहिँ मन थिएन। त्यही कारण मैले मोमो मगाएँ होइन। मोमो मगाएपछि दामी मोमो पाएँ मैले होइन। अनि मोमोमा त के खाने भने फेरि मैले कोक पनि मगाएँ। अनि कोक आएपछि त्यहाँबाट मैले फेरि मोमो खानु थालेँ। मजाले मोमो खाइदिएँ। मोमो मिठो लाग्यो, एकदम यम्मी लाग्यो। कति पछि मैले नेपालको मोमो खाएँ होइन। त्यहाँबाट फेरि कोक पनि खाइदिएँ मजाले। कोक र मोमो खाइसकेपछि त्यहाँबाट फेरि म निस्केँ। अनि म गाडीमा चढेँ। त्यसपछि गाडीमा चाहिँ मलाई पुरा यस्तो गरम भएको जस्तो लाग्यो। त्यहाँबाट फेरि मैले माथितिर एसी पनि हेरेँ, एसी अन छ कि छैन भनेर। एसी चाहिँ अन थियो। त्यहाँबाट फेरि म गाडीमा पुरा क्यापहरू मिलाउँदै मान्छेलाई हेर्दै पल्लापुल हेर्दै मुख बिगार्दै हेर्दै थिएँ। ठिकै टिभी पनि अगाडि चालु भयो। टिभी चालु भएपछि त्यहाँ टक्कै मेलिना राईको गीत दिँदै थियो। त्यसपछि फेरि जसपास लगाएर मैले बाहिर हेरेँ। गाडी हिँड्दैन। त्यहाँबाट मलाई पुरा बोरिङ भएको जस्तो लाग्यो। त्यहाँबाट गाडी निकालेर यस्तो बाहिर हेर्दै ठिकै गाडी पनि हिँड्दैन। गाडी हिँडेको ठिकै 3 घन्टा पछि हामी पुग्यो कोशी नदी, जहाँ तपाईँलाई थाहै छ कोशी नदी भनेको हाम्रो नेपालको है एकदम ठुलो नदी हो। त्यहाँ कोशी नदीमा मैले मजाले नजारा हेर्दै गएँ। त्यहाँबाट कोशी नदीमा नजारा हेर्दा मलाई पुरा गरम भएको जस्तो लाग्यो। भरे गाडीको मान्छेले गाडी चलाइसकेर एसी नै बन्द गरिदिएको रहेछ। त्यहाँबाट एकछिन पछि हामीलाई खाजा खाने जग्गामा रोक्यो। खाजा खाने जग्गामा चाहिँ एउटा भैया धोती उचालेर खाजा खानु पर्छ। त्यहाँबाट ठिकै मैले गाडीहरू पनि हेरेँ, गाडी पनि पुरा मैला भइदिरहेको रहेछ। त्यहाँबाट फेरि भित्र खाजा घरभित्र पसेपछि त्यहाँबाट त्यहाँ खाजाहरू के बनाएको थियो, तर मलाई खाजा खानै मन थिएन। फेरि मैले रेडबुल किनेँ। रेडबुल किन्दा 100 रुपियाँ दिए आइसी। अनि त्यहाँबाट मलाई चाहिँ फर्काएँ 20 रुपियाँ नेपाली। भनेपछि रेडबुलको 140 रुपियाँ रहेछ। त्यहाँबाट बाहिर निस्केर म रेडबुल खान्छु भन्दा फेरि गाडी ठिकै हिँड्नु आँटेको थियो। फेरि मैले खानै पाएँ। त्यहाँ फेरि गाडीमा चढेर खाएँ। अनि त्यहाँ एकछिन पछि सन्चो भयो। त्यहाँ फेरि गाडी पनि हिँड्यो। गाडी हिँडेपछि त्यहाँ फेरि मुभी लगाएँ, हाम्रो अल्लु अर्जुन सरको मुभी लगाएँ, सराई नायडू भन्ने मुभी।